हेलो गाइज, वेलकम टु माई मिनी भ्लग बनाउँदैछु आज। अनि आज चाहिँ म माइत जाँदैछु खाना खाएर चाहिँ होइन, खाना नखाइकन खाना चाहिँ म माइतमै खाना जाँदैछु। सो देख्न सक्नुहुन्छ यस्तो छ इन्भाइरोमेन्ट आजको दिन चाहिँ। आज शनिबार झन् लुगा सुगा धोएर टक्कति गरौँ भनेको त वातावरण यस्तो भएपछि त होइन गाह्रो पऱ्यो नि त। सो राम्रो छ मसँग। अनि यस्तो छ म चाहिँ मेरो भाइकोमा लागेँ। मैले चाहिँ कोसेलीहरू पनि केही पुगेको छैन, कहिले पनि लाँदिनँ। नर्मल यस्तो कोसेली पुगेर पनि साथी हुन्छ कहिले आइसक्नु पर्छ, कहिले के गर्नुपर्छ, कहिले के गर्नुपर्छ। त्यही भएर है हाम्रो मकै बारी सो देख्न सक्नुहुन्छ हजुरहरूले मकै बारी बोकिन कोसेलीहरू यस्तो नर्मल डेहरूमा चाहिँ। अनि फेस्टिभलहरू चाडपर्वमा चाहिँ यसो केही आउँछ नर्मल। त्यही हो चाहिँ अब बारीको हालेको, त्यसपछि मलहरू हालेको फेस पुरा बिग्रिदिइहाल्नु त के आउँछ खाल्टा खुल्टी त्यही लाउँदैन नि त। देख्न सक्नुहुन्छ यहाँ चेन्टी र भुन्टी प्रमिसा ल आज लोकेलाई गाई गएको देखेँ नि मैले तेरो। हाम्रो घरमा चाहिँ यस्तो पालेको छ, कुखुरा खोरभरि छ, लोकल कुखुरा बाख्रा। यो बाख्रा ला तान्दैन त काली ओ गाफुल म ताने मोर तट हिजो भर्खर ब्याएको। यो चाहिँ सलमान खान यता हेर्दा तर त्यो बाख्रा सेम रहेछ जेसिका र बाख्रा है। आहा छ तिम्रो फेस र बाख्राको फेस सेम छ। ओछ्यानमै छु त है। बुढाबुढी त्यसो गर्छ हो। इन्जिनी बनाएको थिएँ कति टाइम पिटिएर सिटेर हो कि बेला भिडियो गर्नु पर्ने रहेछ गाइस। हाम्रो घरमा चाहिँ अर्ग्यानिक तरुल छ। दाना छैन यिनीहरूको। मलाई एउटा आलु दे ढेँडो मिठो हुन्छ। दाल बनाउने के हुने के भएको त्यो साइकल आनन्द छ कति मिठो चलाउन जाने भन्दा राम्रो कति हुन्छ तर कति मिठो है। रक्सी नानी सबै सेतो छ त है, सबै मिठो छ त है। साथीहरू आजको मेरो दिन चाहिँ माइत गएर खानासाना खाएर
कामहरू अलिअलि सघाएँ अनि खाजासाजा भाउजूले बनाउनु भयो। खाजा चाँडो खाएर चाहिँ म घरतिर लागेँ। आजलाई चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ।